नमस्ते र ब्लुम नेपालमा हार्दिक स्वागत छ। यहाँ हामी सरल ज्ञान, तथ्य र दैनिक जीवनमा काम लाग्ने सिकाइहरू बाँड्छौँ। सँगै सिकौँ, सँगै बढौँ। ब्लुम नेपाल। आजको यो भिडियोमा हामी मुचुल्का भनेको के हो, किन बनाइन्छ र कति प्रकारका हुन्छन् भन्ने कुरा धेरै सरल भाषामा बुझ्नेछौँ। मुचुल्का फुल गाइड। मुचुल्का के हो, किन बनाइन्छ, पूरा विवरण। टाइप्स अफ मुचुल्का इन नेपाल। मुचुल्काका 4 प्रकार सरल भाषामा। मुचुल्का कसरी लेख्ने? मुचुल्का फर्म्याट फुल गाइड। मुचुल्का कुनै अपराध घटे पश्चात उक्त अपराधसँग सम्बन्धित सम्पूर्ण जानकारी सङ्कलन गरी तयार गरिने विवरणलाई मुचुल्का भनिन्छ। मुचुल्का 4 प्रकारका हुन्छन्: बरामदी मुचुल्का, खानतालासी मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, सरजमिन मुचुल्का। बरामदी मुचुल्का कुनै अपराध वा कसुर गर्दाको समयमा प्रयोगमा आएका चीज वस्तु वा माल सामानको सम्पूर्ण जानकारी सङ्कलन गरी तयार गरिने विवरणलाई बरामदी मुचुल्का भनिन्छ। खानतालासी मुचुल्का कुनै कसुरदारले प्रचलित कानुन बमोजिम कुनै कसुर गरेको छ भनी शङ्का लागेमा उक्त कसुरदारको खानताला सम्पूर्ण जानकारी सङ्कलन गरी तयार गरेको विवरणलाई खानतालासी मुचुल्का भनिन्छ। घटनास्थल प्रकृति मुचुल्का कुनै अपराध घटेको घटनास्थलको सम्पूर्ण वस्तुस्थिति र प्रकृति खुलाएर घटनास्थल वरिपरिको व्यक्तिहरूबाट गराइने कागजलाई घटनास्थल प्रकृति मुचुल्का भनिन्छ। सरजमिन मुचुल्का शाब्दिक अर्थ साद, सदियार, घटना घटेको वा समस्या भएको स्थान हो। कुनै कसुर वा अपराध घटे पश्चात उक्त कसुरको सत्य तथ्य पत्ता लगाउने सिलसिलामा उक्त घटनाको बारेमा सुनिदेखि जाने व्यक्तिहरूको भनाइलाई लिपिबद्ध गरी तयार गरिने कागजलाई भनिन्छ। यसले कानुनले एक छिमेकीलाई अर्को छिमेकीको कुरा राम्ररी थाहा हुन्छ भन्ने मान्यता राख्दछ। यो प्रतिवेदन घटना भएको केही समयपछि स्थलगत रूपमा नै गई तयार गरिन्छ। सरजमिन मुचुल्का स्थानीय समाजसेवी, भद्र भलादनी र प्रत्यक्ष रूपमा घटनाको सम्बन्धी विवरण जानकारी भएको व्यक्तिहरूको रोहबरमा तयार गरिन्छ। बरामदी मुचुल्का कुनै अपराध गर्न प्रयोग भएका चीज, वस्तु, हतियार, कागजात वा अन्य सामग्रीहरू बरामद गरी त्यो घटनामा कसरी प्रयोग भयो भनेर विवरण लेखिएको कागजलाई बरामदी मुचुल्का भनिन्छ। उदाहरण: हतियार, मोबाइल, कागजपत्र, लागु औषध आदि फेला परेमा। खानतालासी मुचुल्का कसुरदारमाथि शङ्का लागेपछि कानुन अनुसार खानतालासी सर्च गर्दा सोधपुछ, फेला परेको सामान र प्रक्रिया सबै उल्लेख गरी तयार गरिने कागज हो। यसलाई खानतालासी मुचुल्का भनिन्छ। उदाहरण: लुकेको सामान, प्रमाण वा गैर कानुनी वस्तु भेटिदा। बरामदी खानतालासी मुचुल्काको नमुना: श्री खाली ठाउँ, प्रहरी खाली ठाउँ, कार्यालय खाली ठाउँ, बाट खाली ठाउँ, गाउँपालिका, नगरपालिका, वडा नम्बर खाली ठाउँ, स्थानमा छापा गरिएको खाली ठाउँ, अपराधसँग सम्बन्धित चीज, वस्तु, ठाडो, मानिसको शरीरको बरामदी खानतालासी मुचुल्का। 1. जाहेरी दरखास्त वा अपराधको सूचनाको छोटो विवरण। 2. खानतालासी गर्ने अधिकारी वा कर्मचारीको अग्रिम तलासी लिनुपर्ने भए सो लिखित विवरण। 3. बरामदी खानतालासी गरिएको चीज, वस्तु, ठाडो, मानिस रहेको 4 किल्ला सहितको विवरण। 4. बरामद भएको अपराधिक सम्बन्धित सामान वा दस्तुरको विवरण। 5. देखे बमोजिम दरखास्त गर्ने साक्षीहरूको नाम, थर, वतन, उमेर, दस्तुखत। क खाली ठाउँ, ख खाली ठाउँ, ग खाली ठाउँ। 6. रोहरमा बस्नेहरूको नाम, थर, वतन, उमेर र दस्तुखत। क अनुसन्धान अधिकृतले मेरो घर, चीज, वस्तु, शरीर खानतालासी लिँदा आफ्नो तलासी दिई इजाजत साथ मेरो तलासी लिएको र घरको वा मेरो कुनै सामान हिनामिना भएको छैन भनी दस्तुखत नान्ने खाली ठाउँ, जिल्ला खाली ठाउँ, गाउँपालिका, नगरपालिका, वडा नम्बर खाली ठाउँ, स्थान बस्ने खाली ठाउँ। ख जाहेरवालाको नाम, थर, वतन खाली ठाउँ, उमेर खाली ठाउँ, दस्तुखत खाली ठाउँ। ग अभियुक्तको नाम, थर, वतन खाली ठाउँ, उमेर खाली ठाउँ, दस्तुखत खाली ठाउँ।
बरामदी खानतलासी सम्बन्धको काम तामेल गर्न खटिएका अनुसन्धान अधिकृत अन्य कर्मचारी। 7 मिति खाली ठाउँ। 8 समय खाली ठाउँ। घटनास्थल प्रकृति मुचुल्का अपराध भएको स्थानमा गएर त्यहाँको वस्तुस्थिति, क्षति, प्रमाण, वातावरण र वरिपरिको व्यक्तिहरूबाट लिइएको जानकारी स्थलगत रूपमा लेखिएको प्रतिवेदन हो। यही हो घटनास्थल प्रकृति मुचुल्का। उदाहरण: चोरी, दुर्घटना, आगलागी, हत्या जस्ता घटनामा। घटनास्थल प्रकृति मुचुल्काको नमुना: श्री ... कार्यालयबाट ... ठाउँमा खडा गरेको घटनास्थल प्रकृति मुचुल्का। 1. दरखास्त वा सूचनाको छोटो विवरण। के आधारमा यो मुचुल्का तयार गर्न लागिएको हो सो विवरण लेख्ने। 2. घटनास्थलको 4 किल्ला सहितको विवरण। घटनास्थल कुन हो भन्ने चिनाउने गरी 4 किल्ला र त्यो 4 किल्लाभित्र के कस्तो अवस्थाको के कसरी इन्जुरी समेत रहेको देखिएको हो सोको विवरण लेख्ने। 3. घटनास्थलको रेखाचित्र गर्न सकिने भए। 4. घटनास्थल प्रकृति मुचुल्का गर्दा देखिएका साक्षीहरूको नाम, थर, उमेर, वतन र सही। 5. रोहबरमा बस्नेहरूको नाम, थर, उमेर, वतन र सही। 6. दरखास्त वा सूचना दिने व्यक्तिको नाम, थर, उमेर, वतन र सही। 7. अभियुक्तहरूको नाम, थर, उमेर, वतन र सही। 8. काम तामेल गर्ने अनुसन्धान अधिकृत ... अन्य कर्मचारी ... मिति ... 10 समय ... सरजमिन मुचुल्का। सरजमिनको अर्थ घटना भएको ठाउँ। घटनाबारे सुनेका, देखेका वा जान्ने व्यक्तिहरूको भनाई लिपिबद्ध गरी समुदायका समाजसेवी, भद्र भलाद्मी र प्रत्यक्षदर्शीहरूको रोहबरमा तयार गरिने कागज हो। यही हो सरजमिन मुचुल्का। यसमा स्थानीय व्यक्तिको कथन नै मुख्य प्रमाण मानिन्छ। सरजमिन मुचुल्काको नमुना: घटना देख्ने, जान्ने वा थाहा पाउने व्यक्तिले गरेको कागजको चिट्ठा। श्री प्रहरी कार्यालय फलाना ठाउँमा अनुसन्धान अधिकृत फलाना समक्ष फलाना ठाउँ बस्ने, फलाना पेशा गर्ने, फलानाको छोराछोरी, वर्ष यतिको फलानाले दिएको कागज। 1. जाहेरी दरखास्त वा सूचनाको छोटो विवरण। 2. घटनास्थल सम्बन्धित प्रश्नहरू। 3. कागज गर्नेले बुझाइ लेखाइदिएका कुराहरू। 4. रोहबर कागज गर्नेको सही। इति सम्बत कति साल, यति महिना, यति गते, यति रोज, शुभम। मुचुल्का किन महत्त्वपूर्ण छ? अपराधबारे यथार्थ प्रमाण दिन्छ, अनुसन्धान र न्यायिक प्रक्रियालाई सजिलो बनाउँछ, अपराधी छुट्न नदिने कानुनी आधार बनाउँछ, घटनाको वास्तविकता सुरक्षित राखिन्छ। यदि यसरी बुझ्दा सजिलो भयो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। अरू कानुनी, प्रशासनिक वा लोक सेवा सम्बन्धी जानकारीका लागि हाम्रो च्यानल हेर्दै गर्नुहोस्। धन्यवाद।